गर्खाली युवाहरू अब गर्छन् समाज परिवर्तनको यात्रा। नयाँ उमा नयाँ जोश पाउँछौँ हामी सफलताको जोश। नेपाली समाज फाउन्डेसन साथ हामी सँगै चलेका छौँ। समाजको लागि हामी उठ्न सक्दछौँ, सपना देखेर नयाँ युग ल्याउँछौँ। आयो आयो शिर उचालियो गर्खाली युवाहरू अब गर्छन्। सम्पूर्ण गुजरातको राजकोटमा बसोबास गर्ने नेपाली दाजुभाइ दिदीबहिनीहरू तथा सम्पूर्ण समाज प्रेमीहरू, खेलकुद प्रेमीहरू के तपाईँको बिचमा नेपाली समाज फाउन्डेसनको तपाईँ हाम्रो आफ्नै अफिस जोरदार सम्पूर्ण कारोबारहरू लगभग अन्तिम चरणमा पुगिसकेको तपाईँहरूले जानकारी गराउन चाहन्छु। फेरि पनि म मेहनतले हामीले समाज बदल्ने। आयो आयो अब गर्छन् समाज परिवर्तनको। आज हाम्रो बिचमा वरिष्ठ हाम्रो सल्लाहकार प्रमुख सल्लाहकार हुनुहुन्छ। आगामी दिनमा पनि यस्तो काम गर्ने आशा हामी राखेका छौँ। नाम छ उहाँको सन्यास विश्वकर्मा, जस्तो नाम उस्तै उहाँले काम गर्नुभएको छ। धन लगाउनु भएको छ, मनको धन। काम लगभग अन्तिम चरणमा लगभग पुगिसकेका छौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ यो एरिया चाहिँ फोटोग्राफीको लागि हामीले तयार गरेका छौँ। आयो आयो शिर उचालियो गर्खाली युवाहरू अब गर्छन् समाज परिवर्तनको यात्रा। नयाँ उमा नयाँ जोश सबै सामान आइसकेका छ। अब सबै रेडी काम भइसकेका छ। यहाँ भइराखेकै चलेका छौँ। समाजको लागि हामी उठ्न सक्दछौँ, सपना देखेर नयाँ युग ल्याउँछौँ। आयो आयो शिर उचालियो गर्खाली युवाहरू अब गर्छन् समाज परिवर्तनको यात्रा। नयाँ उमा नयाँ जोश पाउँछौँ हामी सफलताको जोश। नेपाली समाज फाउन्डेसन साथ हामी सँगै चलेका छौँ।
माध्यमले अझै यो संस्था अगाडि बढोस्। समाज हामी प्रमुख अतिथि राजकोट मेयर राजकोट महानगरपालिका एक जोरदार ताली बजाएर उहाँलाई स्वागत गरिदिनु। आयो आयो सिरौ चालियो हो गर्खाली लागि धेरै धेरै धन्यवाद, धेरै धेरै अभिनन्दन छ हाम्रो जनता केटीलाई जो हाम्रो उहाँहरूको सम्पूर्ण टिम लगायत उहाँहरूको टिम भन्दाखेरि अब एक जाने पाटो र हामी नेपाली एउटै हो, टिम एउटै हो। सबैलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। नमस्कार, म उपेन्द्र प्रसाद उपाध्याय र व्यक्तिगत रूपमा मैले देख्दाखेरि सञ्जय सरसँग कुराकानी गर्दाखेरि ऊ एउटा साँच्चै नै समाजसेवी व्यक्ति भएको कारणले भिजन छ, भिजनलाई सार्थक गर्नको लागि म पनि हर हमेसा तयार रहनेछु। રાજકોટમાં લગભગ વેપારી રાજકોટ સિટી ડેવલપમેન્ટના બેરા પરિવાર વસવાટ કરે છે અને જેમાં જે લોકોને અમુક કારણે દવાખાને એક ઇસ્યુ હોય છે, હેલ્થ ઇસ્યુ હોય છે અને શિક્ષણ લેવલ ઇસ્યુ હોય છે એના હેલ્પ કરતા હોય સિવિલ હોસ્પિટલ છે અને પોલીસના અધિકારીઓ હોતા હોય છે ઘણા બધા જે આરોપી હોય જે ગુના કરીને જોડાઈ જતો હોય એના પણ ગોતવામાં મદદ પોલીસને કરતા હોય છે જે કોઈ અને સમાજ અહીંયા ઘણી બધી એવી સ્કીમ ચાલતી હોય છે અને એનજીઓ કામ કરે છે, ઘણી સંસ્થાઓ કામ કરે છે, એમાં પણ એમને समाज परिवर्तन को यत्रा नया उमर नया जोश पाउँछौँ हामी सफलताको जोश नेपाली समाज फाउन्डेसन साथ हामी सँगै चलेका छौँ। सपना हाम्रो मेहनत हाम्रो सङ्घर्ष बिना के यस कार्यक्रमका अध्यक्ष महोदयज्यू र उपस्थित हुनुभएका सम्पूर्ण यस फाउन्डेसनमा भएका सबै कमिटीका साथीहरूलाई मेरो तर्फबाट र यहाँ उपस्थित हुनुभएका मेयरदेखि लिएर सबै साथीहरू सबै व्यक्तित्वहरूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। आशा अपेक्षा र भरोसा गर्दै मेरा तिथाबिता कुरा यही टुङ्ग्याउँदै म बिदा हुन्छु। हस्त हामीले सबैले भव्य र सबैको साथ हाम्रो यति वर्षसम्म मिहिनेत गरेको हामीले अहिलेसम्म सबै साथीभाइहरू नया उमर नया जोश पाउँछौँ हामी सफलताको जोश नेपाली समाज नमस्कार सबैजनालाई सँगै चलेका गुजरातको राजकोटमा भर्खरै हामीले नेपाली समाज फाउन्डेसनले न्याय स्वागत गर्नुपर्छ। थ्याङ्क यू सो मच सम्पूर्ण मेम्बरहरूलाई। यो भर्खरै नयाँ खुलेको रहेछ हाम्रो भारतको ठाउँमा नेपालीहरूले धेरै कुराहरू राम्रो गरिराखेको छ। भविष्यमा नेपालीलाई केही पर्न गएको खण्डमा चाहिँ हाम्रो यो संस्थाले पनि राम्रो भूमिका निर्वाह गरिदियोस्। सम्पूर्णलाई शुभकामना पाउँछ यो नयाँ कामको लागि धेरै धेरै धन्यवाद। संघर्ष बिना केही नहुने तर मेहनतले हामीले समाज बदल्ने। आयो आयो सिरौ चालियो हो गर्खाली युवाहरू अब गर्छन् समाज परिवर्तनको यात्रा। नया उमर नया जोश पाउँछौँ हामी सफलताको जोश नेपाली समाज फाउन्डेसन साथ हामी सँगै चलेका छौँ।